देखि लिएर आराधनामा लिड गर्ने लगायत हरेक कुरामा हाम्रो छोराले पनि प्रभुको सेवामा साथ दिइरहेको छ अनि हाम्रो छोरालाई पनि परमेश्वरले आशीष दिनुभएको होस्। र यो समय रहेको छ हाम्रो समीरा आएर आफ्नो उपहार लिएर गइदिनु। छोरीले पनि हरेक परिस्थितिको बावजुद पनि अहिले सेवामा साथ दिँदै प्रभुको आत्मामा प्रभुको सेवामा हामीलाई साथ दिनुहुनेछ भन्ने म आशा राख्दछु। परमेश्वरलाई धन्यवाद भएको यो समय रहेको छ म नाम भनेछु अगाडि आएर आफ्नो उपहार लिएर गइदिनु होला र सबैजना आफ्नो उपहार लिएर अहिले हामी एकसाथ फोटो खिच्नेछौँ र फोटो खिचेर हामीले छोरीलाई पनि हामीले पठाउनु पर्ने हुन्छ है। यसकारण सबैजना आफ्नो उपहार लिएर आफ्नो ठाउँमा अहिले बसिदिनुहोस्। सुरुमा म बोलाउने छु अहिले सन्डे क्लासको नानी बाबुहरूलाई चाहिँ हामीले सानोदेखि दिएको छौँ है। सुरुमा रहेको छ यौसु सुनार यौसु सुनार म आउनुपर्छ हेल्प गर्न दिन किनकि म फोटो कस्तो राम्रो छ यसको ड्रेस तल र माथि हाम्रो बिचबाट हाम्रो लिडिया नानी आएर आफ्नो उपहार लिएर जान्छ। हाम्रो बिचमा डेभिड सुना ज्याकेट हो के मुनि र माथिको सेटै होइन ज्याकेट मात्र हाम्रो बिचबाट हाम्रो आफ्नो उपहार लिएर जान्छ। हेर्नु पोजमा छप्री भाइ मलाई छप्री दिदी भन्छ अनि म छप्री भाइ भन्छु कि अरू कोही भएको छैन हाम्रो सन्डे क्लासमा ठुलो अनि अरू कोही भएको छैन दिपा त ऊ रूपा त सन्डे क्लासको स्टुडेन्ट हो नि त टिचर होइन दिपा चाहिँ आउँदैन दिपा त चवनमा परिसक्यो कति सन्डेको धन्यवाद भएको अब म गिफ्ट दिन के होला बच्चाहरूको यो त चर्चबाट हो नि त हाम्रो भाइ र हाम्रो कविता बहिनी है हामीले चाहिँ उहाँको जुन सानो विवाह मण्डलीमा भएको थियो
कुनै पनि उपहार पनि दिन सकेको छैनौँ है। अनि उहाँहरूले चाहिँ हाम्रो किचन डिपार्टमेन्टमा चाहिँ हामीलाई अहिले धेरै सहायता गर्दै आउनुभएको छ। कविता बहिनी हुनुहुन्न, त्यस कारण कविता बहिनीको ठाउँमा चाहिँ हाम्रो कमल भाइ आएर चाहिँ एउटा सानो उपहार दिइदिनु होला। उहाँलाई पनि उहाँले धेरै सहयोग गर्नुभएको छ। परमेश्वरलाई धन्यवाद भएको र हाम्रा प्रभुका श्रीलाई पनि धन्यवाद र जतिजना उपस्थित हुनुहुन्छ सबैजनालाई पनि धन्यवाद है। जतिले गिफ्ट पाउनु भएको छैन हामीले पाएनौँ अगाडि बढ्दै जानुहोस्, अर्को वर्ष तपाईँहरूको पनि पालो आउँछ है। प्रभुलाई चाहिँ अगाडि बढ्दै जानुहोस्, सेवामा साथ दिँदै जानुहोस् है। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुहुन्छ र जतिजनाले गिफ्ट पाउनुहुन्न बच्चाहरूले उहाँहरूले चाहिँ चक्लेट पाउनुहुन्छ है। परमेश्वरलाई धन्यवाद। यो समय म सानो क्लासको टिचरहरूलाई समय दिन्छु, हुन्छ उहाँहरूले समय दिन सक्नुहुनेछ, उहाँहरूलाई ताली बजाउनु। बाइबल पढाइहरूमा हेरेका थियौँ अनि हामीले जहिले लास्ट हप्ताको हामी पनि लिने गर्थ्यौँ। डिसिप्लिनमा सिक्नु भएको छ रुपाले।
आइदिनु होला। मेरो फेभरेट दिन सबैजना अगाडि आइदिनु होला। हामी 10 मिनट लगातार